छ नि साथीहरू, मैले तपाईँहरूलाई पटक पटक भनेको थियो, पार्टी भनेको के हो, सङ्गठन भनेको के हो, ग्रुप भनेको के हो, समाज भनेको के हो, पार्टी भनेको के हो, साथी भनेको के हो भनेको थियो। अनि यो कुरा नबुझ्ने मान्छेलाई त्यही पार्टी सङ्गठन र समाजको अगुवाई, नेतृत्व र त्यहाँको नेता बनाउँछ भने त्यो मान्छेले कस्तो खालको समाजको निर्माण गर्छ, त्यो मान्छेले समाजमा कस्तो खालको चाहिँ जुन छ नि वातावरण सिर्जना गर्छ त। मैले तपाईँहरूलाई यो भनेको थियो हो। आज मैले तपाईँहरूले भन्नुपर्छ, म नाम तोकेर भन्दिनँ। हाम्रो एकजना साथीभाइ एउटा जुन छ नि कुनै पनि सङ्गठनको ठुलो नै हो एक हिसाबले त्यो सङ्गठन होइन, तर कुनै पनि त्यो सङ्गठनको एउटा महाधिवेशनबाट एउटा अध्यक्ष पदको लागि लड्न उहाँ कयौँ महिना अगाडिदेखि नै उहाँ तयार हुनुहुँदै थियो। तर उहाँले हजारौँभन्दा बढी मान्छेहरूलाई कति नेता बनाए, कतिलाई धनी बनाए, कतिलाई कति धेरै सहयोग गरे होइन। तर उहाँलाई पर्दाखेरि आज मैले एकजनाले पनि ल मेरो तर्फबाट तपाईँले यदि सहयोग गरे भन्ने साथी मैले एउटा पनि देखिनँ। अनि हाम्रो धेरै नुवाकोटको साथीभाइहरू भन्नुहुन्छ हामी एकता हुनुपर्छ, काङ्ग्रेस एमाले होइन, हामी युवा एक हौँ, हामी एक हुनुपर्छ, पार्टीको कुरा होइन, हामी हाम्रो जिल्लाको लागि, हाम्रो विकासको लागि एक हुनुपर्छ, हामी एकताको चाहिँ पक्षमा छौँ भनेर उहाँहरूले भन्नुहुन्छ। कहाँ छ त एकता? म पहिलो कुरो यो भन्छु। अनि त्यसपछि विशेष गरी त्यहाँभित्र फेरि आफ्नो गुटको मान्छेहरू थियो। अनि त्यसभित्र मैले मेरो तामाङभित्रको साथीभाइले पनि भनेको थियो कि अनि तामाङहरू एक हुनुपर्छ, हामीले त्यो ठाउँको लागि हाम्रो बहुमत पनि छ, हामी मिलेर गर्नुपर्छ भन्ने तामाङ मैले धेरै देखेँ। तर त्यो पर्दाखेरि त्यो तामाङले फर्केर पनि नहेरेको मैले धेरै देखेको छु। साथीभाइलाई पर्दाखेरि, कुनै साथीभाइले समस्या पर्दाखेरि, कुनै साथीभाइले केही गर्नु पर्यो भनेर त्यसले त्यो ठाउँमा चाहिँ जुन छ नि आफ्नो जुन छ नि उम्मेदवार दिँदाखेरि त्यो ठाउँमा साथ सपोर्ट नगरेको तामाङ मैले धेरै देखेको छु। र एक हिसाबले भने नै भने अनि त्यस्तो साथीभाइले कस्तो खालको एकताको समाजको चाहिँ निर्माण गर्छ होला त? तिनले भनेको एकता समाज कस्तो होला त? अनि एउटा कुरो भने नै भने अनि त्यस्तोले कस्तो खालको परिवार सिर्जना गर्छ होला? त्यस्तोको परिवार कस्तो होला? त्यस्तो सन्तान प्राप्त हुने परिवार कस्तो होला? एउटा कुरो यो बुझ्नु पर्यो। अनि हामीले समाजको नेतृत्वको कुरा गरिरहेका छौँ, हामी समाजको निर्माणको कुरा गरिरहेका छौँ, र त्यस्तो मान्छेले कस्तो खालको समाजको निर्माण गर्छ तपाईँ आफै भन्नुहोस्। मैले भने यो हो। अनि त्यसमा म तपाईँहरू भन्न चाहन्छु कि त्यस्तो खालको साथीभाइ इष्टमित्र किन चाहियो जो तपाईँलाई पर्दाखेरि जिन्दगीमा कहिल्यै काम लागेन र फर्केर पनि हेर्दैन भने तपाईँले त्यसको लागि किन फर्केर हेर्नु पर्यो त? अब हामीले त्यसको लागि मैले भनेको छु केही टाइम लाग्ला, हामी यसको लागि एक गरी अनुसन्धान गर्छौँ, हामी कहाँबाट गर्छौँ, कसरी गर्छौँ भन्ने कुरा अहिले यहाँ भन्दैनौँ। र हामीले भनेको छु हामीले धेरै हेरेको छु, नुवाकोटका धेरै समाजसेवी भनौँदाहरूले उसले कस्तो तरिकाले समाजसेवी गर्छ, उसले कस्तो खालको तरिकाले विकासको कुराहरू गर्छ, हामीले यी सबै मान्छेहरूको वास्तविकहरू हेरिसकेका छौँ। किनकि तिनीहरूको उमेर 40 कटिसकेका मान्छेहरू हो। त्यो भएको हुनाले अब तिनीहरू कोही कसैले बाहिर नल्याए पनि आफै प्रस्तुत हुन्छन् कि तिनको प्रमाणहरू आफै अटोमेटिक प्रस्तुत भएर आउँछ र प्रकट हुन्छ। त्यसैले हामीले तपाईँहरूलाई भनेको छु समय आएपछि ती मान्छेहरू आज तपाईँले जतिसुकै वाह र ठुलो समाजसेवी र ठुलो नेता र जुन छ नि महान व्यक्तिको रूपमा चिनिरहेका छन्, हेर्दै जानु भविष्यमा ती जतिको जुन छ नि झुर र ती जतिको जुन छ नि बेइज्जती व्यक्तिको रूपमा कोही साबित हुने छैन। समाजले त्यसरी साबित गर्दैछ र समाजले त्यसरी तिनलाई प्रस्तुत गराउँदैछ। तपाईँहरू देख्नुभयो त्यसरी चाहिँ तिनीहरूलाई सार्वजनिक रूपमा चाहिँ जनताको अगाडि चाहिँ सार्वजनिक गर्दैछन्। तपाईँहरू देख्नु भएको छ त्यो कस्तो खालको समाजसेवी रहेछ, त्यसले कस्तो व्यक्तिले गर्दो रहेछ, त्यसले कस्तो खालको समाजसेवीको रूपमा चाहिँ ऊ प्रस्तुत भएको रहेछ। समाजसेवीको अर्थ के हो र साँच्चीकै विकासको अर्थ के हो तपाईँहरूले यो प्रत्यक्ष देख्नुहुनेछ। किनकि सबैजनाले यो कुरा बुझेको नहुनसक्छ। कमसेकम धेरै पर्दैन मित्रहरू 10 जना यस्तो मान्छे निक्ल्यो भने नुवाकोट जिल्लाको त्यस्तो खालको व्यक्तिहरूलाई छानबिन गर्न कोही कसैले रोक्न सक्दैन। र यस्तो त 10 जना होइन, नुवाकोटमा हजारौँ व्यक्ति हामीले देखिसकेको छौँ र अहिले तिनीहरू साइलेन्टमा छन्। तपाईँहरूले समय आएपछि देख्नुहुनेछ र हेर्नु होला मित्रहरू। आज मेरै घरबाट मैले छानबिन गर्नुपर्ने अवस्था आएको छ र त्यस्तो खालको दाजुभाइ इष्टमित्र समाज र पार्टी सङ्गठन कोही पनि चाहिँदैन जसले तपाईँलाई पर्दाखेरि हेर्दैन भने किन तपाईँ त्यो पार्टीमा लाग्नु पर्यो, किन त्यो परिवारको सदस्य हुनु पर्यो, किन त्यो समाजको व्यक्ति हुनु पर्यो। तपाईँलाई पर्दाखेरि फर्केर हेर्दैन भने त्यो समाज तपाईँको लागि काम लाग्यो, तिनको लागि मात्रै काम लाग्नको लागि तपाईँको जन्म भएको होइन। एक अर्कालाई पर्दाखेरि बिना शर्तका साथ सहयोग गर्न सक्नुपर्छ समाज र साथी भनेको होइन। अनि भोलि हाम्रो लागि पनि काम लागोस् भनेर हामीले त्यो पार्टीमा लाग्यो हो नि त, त्यो समाजमा बसेको हो नि त। र हामीलाई कामै लागेन भने हामीलाई पर्दाखेरि भइपरि आउँदाखेरि त्यो समाज उभिँदैन भने त्यो साथी हाम्रो लागि साथ र सहयोगको लागि आउँदैन भने त्यो साथी र पार्टी समाज हामीलाई किन चाहियो।
अब यस्तो समाजबाट मुक्त हुनुपर्छ, त्यस्तो व्यक्तिहरूलाई समाजबाट चाहिँ मुक्त गर्नुपर्छ हो। त्यसैले त्यस्तो व्यक्तिहरूको समाजलाई त्यस्तै व्यक्तिहरूको ठाउँमा पठाउनुपर्छ र तिनलाई त्यस्तै ठाउँको जुन छ नि वातावरणको चाहिँ सिर्जना गरेर त्यही अनुसारमा तिनलाई थुपार्नुपर्छ। यो देशमा त्यस्तो ठाउँको त्यस्तो व्यक्तिहरू बस्ने स्थान कहाँ हुन्छ त्यसको स्थान पनि हामी तोकिनेछौँ। हस् त, धन्यवाद मित्र।